नमस्कार। यति बेला हामी बागलुङ बजारभन्दा 15 किलोमिटर पश्चिममा रहेको सुन्दर गाउँ बिउकोटको सुन्तला बगानमा आइपुगेका छौँ। पछिल्लो समय युवाहरू विदेश पलायन भएसँगै आन्तरिक बसाइसराईले रित्तिँदै गइरहेका गाउँहरूमध्ये यो गाउँ पनि एक हो। फेरि पनि यही ठाउँमा केही गर्न सकिन्छ भनेर कृषि कर्म विशेषतः सुन्तला खेतीमा उज्जवल भविष्यको सपना देख्दै गरेका केही कर्मशील कृषकहरूसँग हाम्रो भेट भयो। उहाँहरूसँग केही व्यावसायिक भलाकुसारी गरेका थियौँ। अब सुनौँ कृषिका कुरा किसानकै मुखबाट। परम्परागत खेतीलाई कम प्राथमिकता दिएर यो चाहिँ सुन्तला बारीभरि लगाइएको छ। यो ब्याकग्राउन्डमा पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ करिबन 200 बोट चाहिँ सुन्तलाका बिरुवाहरू चाहिँ मैले लगाएको छु सम्पूर्ण बारी। अब 200+ बोट बिरुवाहरू समग्र छन्। कोही भर्खरै फल्दै गरेका र अलि पहिल्यै बुवाकै पालामा लगाएका बोटहरू 20-25 ठुला बोटहरू छ। त्यसले गर्दा अब धेरै नभए पनि वार्षिक 2 लाख आसपास चाहिँ हुन्छ। त्यो भन्नुको अर्थ महिनाको 18-20 हजार चाहिँ हुन्छ। अब 2-4 वर्षपछि त्यो चाहिँ थप बढेर चाहिँ 8-10 लाख महिनाको 50-60 हजार कमाउन कहीँ जानु पर्दैन। यहाँ पहिला चाहिँ विदेश जानुपर्छ, अब यहाँ गरेर हुन्न पनि भन्ने लागेको थियो। यहाँ चाहिँ अब म पहिल्यैदेखि 10-12 वर्षदेखि शिक्षण पेसामा आबद्ध छु। त्यसले मात्रै अब 40-50 हजारले मात्रै घर धान्न चाहिँ अलिक गाह्रो हुने अवस्था भएको कारणले मैले चाहिँ हाम्रो यो बारीमा भएका पहिले बुवाकै पालादेखि नै यो सुन्तलाहरू थिए। अनि त्यसपछि थप चाहिँ यो 2074 सालमा त्यो वार्ड नम्बर 6 मा चाहिँ सुन्तला अभियान, यहाँ चाहिँ बुट्टाहरू फडानी गर्ने र सुन्तला रोप्ने त्यो अभियान आएपछि हामीले चाहिँ व्यापक रूपमा चाहिँ सुन्तला लगाइयो। त्यसको प्रतिफल गर्दा एक्स्ट्रा घर खर्च चाहिँ यसले चलाएको छ। त्यस कारणले अब यहीँ केही गर्नुपर्छ भन्ने चाहिँ लागेको छ अहिले। नमस्कार, म इनारपानी गोपालकी श्रीमती गुमा कँडेल। अब हामी यहाँ व्यवसाय गर्न अब विदेश जानुभएको थियो। विदेशमा नभएर यहीँ बसेर केही गरौँ, यहाँ गरेर हुन्छ कि केही गर्न सकिन्छ भने यहीँ गरौँ। अब किन जाने परदेशमा, होइन? अब यहीँ छोराहरूले राम्रोसँग यहीँ आफ्नो काखमा राखेर आफ्नो उसमा राखेर यहीँ गरेर खाम भनेर अनि यहीँ गर्न थालेको। अब यसलाई पनि सुखल त हुन्न, मेहनत गर्नै पर्यो। जलमल अब सबै खनखोर्छन्, सबै गरेर यत्तिको भएछ। अहिले यसैमा सन्त हामी सबै भने जस्तै भएछ। अझ हुँदैछ। अब बोटहरू अझ छन्, बराबरी जग्गा जमिनभरि लगाएको छ। अझै फल्लान् भन्ने आशामा छौँ। अब कति हुन्छ यसैले हामीले यसैमा सन्तुष्ट छौँ। हामी यसैले गरेर हामी माथि पुगेला भन्ने आशामा छौँ। हामी पुराना बुट्टामा अब यति राम्रो फल हो। अब नि फल्न सुरु गरेका छन्। अझ छन् लगभग 200-300 बिरुवा छन् हाम्रो उसमा। हाम्रो 200-300 बिरुवामा अब गर्दाखेरि त्यो पछि होला नि, अब 9-10 लाख जति होला। अब त्यही पनि बढी हुन नि सक्छ, होइन? हाम्रो अनुमान त्यति होला भन्ने हाम्रो आशा छ। अब हाम्रो सबै कुरो पेन्सिङ भने नि जे भने नि अब बाहिर गएर दुःख काटेर गर्न न, आफ्नै घर बसेर आफ्नो आटो पिठो खाएर आफूले गरेर उब्जाएर यही खान हामीलाई एकदम भयो र हामी यहीँ बसेर अब बुढालाई विदेश पठाइएन, यहीँ बस्नुभयो। अब यहीँ गरेका छौँ, दुइटा मिलेर परिश्रम गरेर यतिको गरे जस्तो भयो अहिले। अब खाना अब यतिको गरेपछि हुँदो रहेछ। अब किन टाढा जानु पर्दो रहेछ, किन परदेश जानु पर्दो रहेछ र आफ्नै गाउँघरमा गरेपछि खाना पाइँदो रहेछ, हुँदो रहेछ भन्ने थाहा भयो। यो सुन्तला व्यवसायबाट अहिले वार्षिक कति जति आम्दानी गर्दै आउनुभएको छ तपाईँहरू? खै अब अलि समय पानी सबै कुरो सिँचाइ, अब पानी मिल्यो, मलजल मिल्यो, गर्न सकिए, राम्रो गर्न सके अब त्यही अनुसारको हुन्छ। पहिलो वर्ष अघिल्लो वर्ष 3-4 लाख जति थियो भने अहिले 4-5 लाख जति, 4-4.5 जति पर्यो अहिलेको उसमा। अब पानी नभएर अलि पानी कम छ हाम्रोमा, पानी छैन क्या। बोट बिरुवामा चाहिन्छ पानी, मल र पानी बराबर भए पो बल्ल हुन्छ है। त्यही पनि हाम्रो उसले गर्दाखेरि यत्तिको भएछ। अनि यहाँको बजार चाहिँ कसरी खुद्रा बेच्नुहुन्छ कि यो बोटबाटै बेच्नुहुन्छ कि कसरी बेच्नुहुन्छ? यहाँको बजार गर्न त अब आफूले गरेर भ्याइन्न सकिन्न। अब बोटबाटै अब दिइन्छ हामीले। एक त पानी चाहिँ व्यवस्था गर्न सकिएको छैन। यो हिउँदको समयमा बोट बिरुवामा चाहिँ पानी कम्तीमा 2-4 पटक पानी सिँचाइ गर्नुपर्ने हो। पानी नभएको कारणले
कतिपय बोट बिरुवाहरू अहिले चाहिँ मर्न लागेको त्यो पानीको अभावको कारणले नै हो र अरू केही नयाँ रोगहरू पनि आएको छन् भन्ने छ। अहिलेसम्म त यहाँ त्यस्तो देखिएको छैन। अरू त्यसलाई वार्षिक 2 पटक खनजोत गर्नु पर्यो, पर्याप्त मात्रामा मल हाल्नु पर्यो। अरू त्यस्तो खासै गाह्रो जस्तो कोदो मकै गर्नु जस्तो त्यति गाह्रो चाहिँ छैन। सुन्तला जुन क्षेत्रमा एउटा कृषि प्राविधिक त्यो कार्यालयमा बस्ने भन्दा पनि यहाँको चाहिँ फिल्डमै उत्रेर चाहिँ काम गर्ने त्यो प्राविधिकको पनि थोरै ऊ हो कि अब नयाँ नयाँ रोग आइराखेको छ, कुन समयमा औषधि गर्ने, कुन तुथो लगाउने, यसको बारेमा तालिमहरू त दिएको छ। अझ प्रभावकारी तरिकाले गर्नुपर्ने देखिन्छ र यहाँ सबभन्दा पानी व्यवस्थापन नै ठुलो कुरा छ यो क्षेत्रको लागि भन्दा। यहाँ खानेपानीकै अभाव छ। अब बोट बिरुवा लाउने त अब अलिक गाह्रै समस्या चाहिँ भयो होइन। अनि प्लास्टिक पोखरी भनेर त्यो पोखरी अभियान भयो, अब त्यसमा पनि पानी पर्याप्त नभएपछि अब राख्नलाई सकिएन। अब कोही पोखरीहरू पुराना भए, कोही प्लास्टिक फाटे, त्यो चाहिँ भएको छ। पानी चाहिँ व्यवस्थापन गर्न सके सुन्तला खेतीबाट चाहिँ खाना लाउनको लागि समस्या छैन। पानीको व्यवस्था चाहिँ गर्न सके यो चाहिँ प्रकृतिले माटो राम्रो दिएको छ। मान्छे अब धेरै ठुलो महत्त्वाकांक्षा राखे त अलग हो, नभए चाहिँ सामान्य परिवार पाल्न र अनि यहाँको यो सुन्तलाको बजार चाहिँ कहाँ छ? स्थानीय स्तरमै यो खपत हुन्छ कि यो बाहिर चाहिँ एक्सपोर्ट हुन्छ? स्थानीय स्तरमा त लगभग प्राय जसो यो लोकल क्षेत्रमा त यहीँ छ, त्यति होइन। जस्तो अलिअलि बागलुङ बजारतिर जान्छ, धेरै जसो ठुला व्यापारीहरू। हजुर, यो सुन्तला त अहिले पोखरा, चितवन, काठमाडौँ हुँदै विराटनगर हजुर सम्म पनि पुगेको छ। र अहिले यो चाहिँ हाम्रो यो साना कृषक त्यो अभियान त्यो समूहले चाहिँ विदेशमा पनि पठाउने भनेर चाहिँ त्यो अभियान लागिरहेका छन्। यहाँ चाहिँ सुन्तला उत्पादन हुनु पर्यो, बिक्रीको लागि समस्या छैन। विभिन्न त्यो ठेकदारहरू त्यो आएर सुन्तला लिन जे छ राम्रै मूल्यमा चाहिँ हामीले बिक्री गर्न सकेका छौँ। र यसमा पर्याप्त रूपमा पानी हुने र राख्ने भने बुढा सुक्दैनलाई अहिले पानीको अभाव बढी सुकिसके जस्तो भइ देखिरहेछ त्यहाँ हेर्नु। यो पानी लगाउने अनि फाउन्डसम्म पनि केही हुन्न, यसको डबल मूल्य चाहिँ प्राप्त गर्न सकिन्छ। यो हाम्रो यो बिउको तल्ला पिँडाल्ला भन्छन् यो एरियालाई, यसमा सुन्तलाको खेती धेरै राम्रो नि छ। छोड्दै जाँदै यहाँको जग्गा जमिन बन्याउँदै यहाँको उर्वरा बिगारेर विदेश जानुभएको छ। अब अहिले विदेशमा नि यहाँको सुन्तला गएर विदेशीले नि यहाँको नजर देख्दै छन्। अब उनको चाहना कस्तो रहेछ बिउ भन्ने अब चाहना आइसक्ला। त्यसो हुँदा विदेश मात्रै नजानुहोस् भनेको होइन, गए पनि यहाँ आफ्नो बगैँचा सुधार गर्ने, हेर्ने, कोही परिवार बस्ने, कोही तराई गए, कोही गए पनि यहाँ बस्ने, हेर्ने, रेखदेख गर्ने आफ्नो बगैँचा। अब विकास बढ्दैछ यो ठाउँमा, सुन्तला राम्रो प्रगति छ बिउमा। त्यसो हुँदा यहाँ प्रयास गर्नुहोस्, बाहिर नजाने होइन जाने, तर यहाँ व्यवस्था बगैँचा सबै सुधार गर्नुहोस्, राम्रो गर्नुहोस्। नहुने कुरा केही छैन। महिनाको लाख 1.5 लाख कमाउने हिँडी छन्, आफ्नो जीविका विदेश गयो नि कमाएर एउटा घडेर लिने, घर लिने, अनि त्यही खुक्रेको पनि केही व्यवसाय त्यहाँभन्दा बढी जात्रै उद्योग केही गरेका छैन।